नमस्ते, कथा डायरीको यो नयाँ एपिसोडमा यहाँलाई स्वागत गर्दछौँ। आज हामी एकजना युवाको कथा लिएर आएका छौँ जो कलाकारितामा लाग्दै हुनुहुन्थ्यो, अहिले चाहिँ व्यवसायी बन्दै हुनुहुन्छ। के भयो उहाँको जीवनमा, कसरी यस्तो भयो, यो सबै कुराहरू जान्नेछौँ उहाँबाटै। सबैभन्दा नमस्ते। तपाईहरु मेरो जीवनको भोगाईको तिता मिठा केही कुराहरू राख्नको लागि यहाँसम्म आइदिनु भयो, त्यसको लागि थ्याङ्क यू सो मच हृदयदेखि नै। सर्वप्रथम त मेरो जन्मस्थान चाहिँ धादिङ नीलकण्ठ नगरपालिका वार्ड नम्बर 9 अहिले साबिक 9 भएको छ र विगत 18-19 वर्षदेखि म पोखराको लेक साइडमा यस व्यवसायमा आबद्ध छु। मैले स्कुलिङ चाहिँ मेरो बाल्यकाल र मेरो स्कुलिङ चाहिँ 5-6 क्लाससम्म मेरो गाउँमै पढेँ। मैले मेरो 10-12 वर्षमा गाउँमै उतै हुर्किएँ। त्यसपछि मेरो बुवा मम्मी बुवा पहिलेबाट यता पोखरा बस्नुहुन्थ्यो, आउने जाने गरिरहनुहुन्थ्यो। हामी मम्मी, म अनि मेरो एउटा दिदी हामी गाउँमै बस्थ्यौँ। अनि त्यसै क्रममा अनि बुवाले चाहिँ अब पोखरा जानुपर्छ होला, अब उतै अब सहरमा गएर पढ्यो भने केही राम्रो पनि हुन्छ अनि भनेर बुवाले मलाई अब एप्रोच गर्नुभयो। मम्मी दिदी गाउँमै हुनुहुन्थ्यो, म चाहिँ 6 क्लास पढ्नको लागि पोखरा आएँ। त्यसपछि हामीले 2062 सालमा चाहिँ यो सानो व्यवसाय सुरु गऱ्यौँ। त्योभन्दा पहिला बुवा ट्रेकिङ गाइड गर्नुहुन्थ्यो। त्यसपछि हामीले यो सानो व्यवसाय सुरु गऱ्यौँ। अनि व्यवसाय सुरु गरेपछि राम्रो हुँदै गइरहेथ्यो, राम्रो भइरहेथ्यो। अनि त्यसपछि म यहाँ आएर तालबराई उच्च माध्यमिकमा म भर्ना भएँ। त्यसपछि बिस्तारै अनि मेरो मम्मी दिदी पनि गाउँबाट पोखरा नै आएर बस्ने निधो गर्नुभयो। अनि हामी पोखरा आयौँ, सब परिवार एकै ठाउँमा भयौँ। त्यसपछि व्यवसायहरू पनि राम्रो गइरहेथ्यो अनि हामी पनि पढ्दै गयौँ, हुर्किँदै गयौँ। त्यसपछि मैले त्यही स्कुलबाट एसएलसी अनि +2 पनि त्यही स्कुलबाटै मैले उत्तीर्ण गरेको। त्यसपछि म ब्याचलर पढ्नको लागि महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भएँ। त्यहाँबाट मैले ब्याचलर गरेँ। जस्तै साइमनजी, तपाईँ कलाकारिता क्षेत्रमा चाहिँ कसरी जानुभयो र कस्ता मान्छे भेट हुँदो रहेछन् कलाकारिता क्षेत्रमा? मैले होटलमा म म्यानेजरको जब गर्थेँ अनि बिहान कलेज जान्थेँ, दिनभर म होटलतिर बिजी हुन्थेँ। अनि कलेज पढ्दा मेरो साथी सर्कलहरूमा चाहिँ साथीहरू पनि गीत गाउने, गिटार बजाउन मन पराउने। अनि त्यही सर्कलमा चाहिँ हाम्रो एउटा कलेज लाइफ भन्ने एउटा मेमोरीको लागि एउटा भिडियो बनाऊँ भनेर साथीहरूले एप्रोच गरे। अनि हुन्छ भनेर हामी 10-12 जना ग्रुपमा एउटा म्युजिक भिडियो बनायौँ। त्यसपछि त्यो भिडियो राम्रोसँग चल्यो, कलेजतिर पनि राम्रो सबैले रेस्पोन्स राम्रो दिनुभयो। त्यसपछि मनमा एउटा कलाकार बनौँ भन्ने एउटा हुटुटी भयो मनमा। त्यसपछि ठुलै पर्दामा देख्यौँ, टिभीमा देख्यौँ, सबले मलाई चिनोस् भन्ने एउटा मनमा हुटुटी भयो। त्यसपछि लगत्तै महाभूकम्प पनि गयो। महाभूकम्पपछि मैले गर्दै गरेको जब छोडेर म कलाकार बन्नको लागि काठमाडौँ गएँ। काठमाडौँमा गएर काठमाडौँ राजधानी हो, त्यहाँ हरेक कुराको अवसरहरू मौकाहरू पाइन्छ भन्ने सुनेको थिएँ। काठमाडौँ राजधानी छिरेपछि सबै त्यहाँ अन्धकार जस्तो भयो। अब आफ्नो जुन सपना लिएर म काठमाडौँ गएको थिएँ, त्यहाँ धेरै सङ्घर्षहरू गरेँ। अब सबैलाई काठमाडौँ बसाइ हजुर भोगाई प्रायलाई थाहा नै हुन्छ। त्यहाँ मैले राम्रा मान्छे पनि भेटेँ, नराम्रा मान्छे पनि भेटेँ। साथी सङ्गतहरूले गर्दाखेरि कहिले तल कहिले माथि पनि भइरह्यो, जीवनमा उतार चढावहरू आइ नै रहे। अनि त्यसपछि मिडिया लाइनकै साथीहरूसँग म कन्ट्याक्ट हुन पुगेँ, किनकि मलाई टिभीमा देखिनु थियो, मलाई मोडलिङ गर्नु थियो, मलाई ठुलो मान्छे बन्नु थियो, सबको अगाडि चिनिनु थियो। त्यो एउटा मेरो उमेरको हुटुटी भनौँ अथवा यो जवानीको अब जोस भनौँ। त्यो बेलामा त्यसरी काठमाडौँ गएर म बसेँ, जब गर्दै, स्ट्रगल गर्दै, कलाकार मिडियामा लागेको दाइहरू साथीहरू भेट्दै, परिचय गर्दै अगाडि बढिरहेँ। त्यहाँ कति स्वार्थी मान्छेहरू पनि भेट हुन आए, ठोकिन आए। सोझ मान्छे छ, यसले जे भने पनि मान्छ, यसलाई जसो भने पनि फकाउन सकिन्छ भन्ने साथीहरू पनि भेट भए जीवनमा। मैले पनि उनीहरूको कुरा सुन्दै अब विश्वास गर्दै गएँ। कति पैसाहरू पनि मेरा हुन्छ नि, अब साथीहरूले लिए, पछि फिर्ता पनि दिएनन्। त्यस्ता धेरै क्षणहरू पनि छन्, धेरै दुःखहरू पनि गरिरहेको थिएँ। अनि बिस्तार डाइरेक्टरहरू चिन्न थालेँ। अनि त्यसो हुँदै मैले लगभग 10-12वटा म्युजिक भिडियोमा काम गर्ने अवसर पाएँ। त्यसो हुँदाखेरि मेरो राम्रो जीवन चलिरहेको थियो। अब राम्रै होला भन्ने सोचिरहेको थिएँ, तर आफूले जुन अपेक्षा गरेर म गएको थिएँ त्यति राम्ररी मेरो त्यो भिडियोहरू चल्न सकेनन्। सायद अब खासै वाज भइनँ म। त्यसपछि आफूले अब ब्याक सपोर्ट केही पनि छैन फ्यामिलीमा, अनि आफ्नो इच्छा मात्र भएर पनि नहुने रहेछ कि आफ्नो ब्याक सपोर्टबाट कसैले पुस गर्ने भयो भने आफूलाई त्यो गर्न सजिलो हुन्छ, सरल हुन्छ। आफ्नो ब्याक सपोर्टमा त्यो धरातलबाट कोही पनि आउनुभएको होइन। यता व्यवसाय बाबामम्मीले चलाइरहनु भएको थियो। म भने आफ्नो अन्धभक्त जस्तो भएर आफ्नो सपना मात्र म पुरा गर्न लागि परेँ, तर त्यसरी नहुँदो रहेछ। अनि धेरै हन्डर ठक्करहरू खाइयो। लगभग 5-6 वर्ष काठमाडौँ बसेँ म। त्यो दौडानमा
कहिले इन्डिया गयो, कहिले कता गयो, पैसाको लागि कति पछि लाग्यो। पैसाभन्दा सबभन्दा ठुलो कुरा पैसा नै रहेछ जिन्दगीमा, पैसा कमाउनु पर्ने रहेछ। त्यसपछि जब गर्दै मिडिया लाइनतिर काम गर्दै, काम दिनुस् भनेर गर्दै, कहिले लाइटिङ म्यान गर्ने मुभीको काम पाइन्छ भनेर, कहिले चिया पकाएर बेच्ने बोयको रूपमा, स्पोर्ट बोयको रूपमा पनि काम गरेँ मुभीको आशाले। अनि सबैले आश्वासन दिने, तर गर्न चाहिँ कसैले पनि केही नगर्नु हुँदो रहेछ। जे गर्नु छ आफैले गर्नुपर्ने रहेछ। त्यसपछि 5-6 वर्षको दौडानपछि धेरै सङ्घर्षहरू, धेरै ठक्करहरू खाइयो। त्यसपछि लगत्तै कोरोना पनि सुरु भयो। कोरोना सुरु भएपछि मेरो यो व्यवसाय यथावत नै थियो, बुवाआमाले जसो गरिरहनु भएको थियो। त्यसपछि मैले सोचेँ काठमाडौँ मेरो लागि होइन, अब मैले यो मेरो बाटो मोड्नुपर्छ भनेर मैले सबै कुरा त्यागेर फेरि रिटर्न ब्याक टु पोखरा भएँ 6 वर्षको बसाइपछि। त्यसपछि कोरोना पनि बिस्तारै साम्य हुँदै थियो, सकिँदै थियो। अनि व्यवसायलाई पनि अलिकति मार्जिन अब अलिकति ठुलो भोल्युममा लगौँ भनेर अनि अलिक तलबाट माथि सिफ्ट भयौँ। सिफ्ट भएर अहिले व्यवसाय गरिरहेको छु। मेरो जीवनमा तिता मिठा धेरै घटनाहरू छन्, सायद अब यहाँ भनिरहँदाखेरि अब समय पनि कम हुन्छ होला। अहिले अब निरन्तर व्यवसायमा लागिपरेको छु। मेरो फ्यामिलीले पनि सपोर्ट गरिरहनु भएको छ। राम्रै छ, राम्रो चलिरहेको छ। असल कलाकार बन्नको लागि तपाईँको ज्यान, लुक्स, हाइट भन्दा पनि तपाईँको एउटा धैर्यता नै सबभन्दा ठुलो कुरा हो। तपाईँ धैर्य गर्न सक्नुहुन्छ, तपाईँ कुर्न सक्नुहुन्छ भने अवश्य पनि एक दिन सफल भइन्छ नै। जुन सेक्टरमा, जुन फिल्डमा लागे पनि, चाहे कलाकार होस्, चाहे अरू नै कुनै सेक्टरमा होस्, तपाईँ धैर्यता छैन भने तपाईँ जुन सेक्टरमा गए पनि 100वटा डुङ्गामा खुट्टा हालेर कहिले पनि तपाईँ पार गर्न सक्नु हुँदैन। एउटा डुङ्गामा खुट्टा हाल्नुहोस्, निरन्तर अघि बढिरहनुहोस्, निरन्तर खियाइरहनुहोस्, तपाईँ अवश्य पनि एक दिन आफ्नो गन्तव्यमा पुग्नुहुनेछ। सायद ममा धैर्यता भएन, अथवा मेरो फ्यामिली सपोर्ट भएन, अथवा मेरो भाग्यमा त्यस्तो थिएन, त्यसैले म ब्याक हुन पर्यो। ब्याक भए पनि जिन्दगीको भोगाइमा कुनै पाठले गर्दाखेरि नै तपाईँको जिन्दगीको भोगाइहरू तपाईँ सिकिन्छ। त्यो पाठले मलाई धेरै कुराहरू सिकाएको छ। मेरो जुन त्यो उमेरमा 20-22 वर्षको उमेरमा हरेक युवाहरूमा त्यो जोस हुन्छ नै, अभियसली ममा पनि भयो। त्यसले गर्दाखेरि अब त्यो पाठले गर्दाखेरि अहिले मैले सिकिरहेको छु। अब मेरो वास्तविक मेरो पहिचान के हो त नि भनेर मैले खोज्दाखेरि मलाई व्यवसाय नै गर्नुहोस्, अब कलाकारिता भन्दा यसमै ठिक छ भनेर त्यस्तो महसुस भयो र म सर्लक्कै ब्याक भएर आफ्नो रहर थियो, इच्छा थियो, पुरा गरेँ। तर आफूले सोचेको जति ठाउँमा पुग्न सकिनँ। सायद मैले कुर्न सकिनँ कि मेरो अब समय आएको थिएन कि। अनि अहिले म ब्याक भएर फेरि पुरानै मेरो व्यवसायमा फर्केँ। अहिले मलाई राम्रो भइरहेको छ, फ्यामिलीले सपोर्ट गर्नुभएको छ। अहिले म खुसी छु। 6 वर्षको बसाइमा चाहिँ के पाठ सिकियो छोटकरीमा? 6 वर्षको बसाइमा चाहिँ तपाईँले आँखा चिम्लेर कसैलाई पनि विश्वास नगर्नुहोस्। सबै यो दुनियाँमा राम्रो मान्छे हुन्छन्, नराम्रो मान्छे हुन्छन्। तपाईँले राम्रो मान्छे चिन्न टाइम लाग्छ, नराम्रो मान्छे चिन्न टाइम लाग्दैन। तपाईँलाई हरेक कुरामा मोटिभेट गरेर फसाउन सक्छन्। त्यस्तोबाट सजग रहनुहोस् र आफ्नो भित्र मनले तपाईँ के चाहनु भएको छ, तपाईँको गोल के हो, त्यसमा फोकस गर्नुहोस् भन्न चाहन्छु। तपाईँलाई दुःख दिने, तपाईँको पैसा खाएर भाग्ने अथवा दुःख दिनेलाई के भन्न चाहनुहुन्छ? केही पनि भन्दिनँ, त्यो एउटा त्यो समयको भोगाइ हो। अब मैले पनि त्योबाट पाठ सिकेँ। कसैलाई पनि आँखा चिम्लेर विश्वास गर्नु नहुने रहेछ। मैले दाइ मानेका, मैले सर मानेका, मेरो साथी एकदम अभिन्न मित्र मानेका साथीहरूले नै मलाई घात गर्नुभएको छ। त्यसको लागि मैले अब उहाँहरूलाई नै अब राम्रो होस्, उहाँको पनि कहिले पनि नराम्रो नहोस्। मलाई नराम्रो गर्ने नराम्रै हुनुपर्छ भन्ने छैन। उहाँको राम्रो होस्, सधैँ राम्रो होस्। आफूले पोजिटिभ सोच्नुहोस्, सधैँभरि पोजिटिभ नै भइरहन्छ। जस्तै अहिले व्यवसाय गरिराख्नु भएको छ होइन, कस्तो कस्तो कपडाहरू पाइन्छ, यो कहाँनिर छ खास चाहिँ? जस्तै मान्छेहरूले सम्पर्क गर्नुभयो भने साइमनजीको मार्केट चाहिँ कहाँ आउनु पर्यो, यो सबै भनिदिनु न। प्रश्नको लागि धन्यवाद सरलाई। हाम्रो चाहिँ यो लोकेसन पोखरा लेक साइड स्टेट नम्बर 18 र 19 को बिचमा अवस्थित छ। जर्मन बेकरीबाट 2 सटर तल। र हाम्रो अहिले यहाँ पसलमा चाहिँ हामीले पुरानै हो, हाम्रो 20औं वर्ष पहिलाबाट हामीले गार्मेन्टको व्यापार गरिरहेको छौँ। गार्मेन्टमा हाम्रो टी सर्टहरूको आइटम पर्छ। टी सर्टमा एम्ब्रोइडरी, हातले बुट्टा भरेको टी सर्टहरू छ, प्रिन्ट गरेको टी सर्टहरू छ। तपाईँ गार्मेन्टका आइटम, कुर्ता, ट्राउजरहरू छ। गार्मेन्टका सबै हामी नेपालको प्रोडक्ट नै हो, हामीले बाहिरको प्रोडक्ट युज गर्दैनौँ। हाम्रो होलसेल पनि छ, हामीले होलसेल पनि व्यापार व्यवसाय गरिरहेको हुन्छौँ। हामीले सप्लाई रिटेल पनि गरिरहेको हुन्छौँ। यदि हजुरलाई केही चाहिन्छ, हजुरलाई अथवा व्यवसायको रूपमा केही हजुरले ज्ञान लिन चाहनुहुन्छ, व्यवसायको केही नलेज लिन चाहनुहुन्छ भने चाहिँ सम्पर्क गर्न सक्नुहुनेछ, आउन सक्नुहुनेछ। एनी टाइम वेलकम छ।